विध्वंसकारीलाई हो मेरो प्रश्न। उसले हिजो प्रदेश चाहिँदैन भन्यो, ऊ ठिक। ऊ आज प्रदेश चाहिन्छ भन्छ, आज पनि उनै ठिक। उसले फरक राजसभा भन्यो, ऊ ठिक। आज ऊ राजसभामा झण्डा भिरेर उनै ठिक। उसले हिजो माओवादीलाई आतंककारी भन्यो, ऊ ठिक। आज उनै बाबुरामलाई राष्ट्रपति बनाउने सहमति गर्दैछ, उनै ठिक। उसले हिजो कुनै दलको व्यापारीबाट सहयोग लिँदा दलाल भन्यो, ऊ ठिक। ऊ आज व्यापारीको सहयोग लिँदैछ, उनै ठिक। उसले हिजो कुनै नेताले गाडी झ्यालबाट नखोल्दै तानाशाह भन्यो, उनै ठिक। उसले आज आफू प्रयोग गर्ने पालिकाको लिफ्ट अरू कसैलाई निषेध गर्यो, उनै ठिक। हिजो प्रश्न यही हो त। हिजो उसले प्रधानमन्त्री कार्यालयमा प्रवेश पाउन लामो प्रोटोकल भन्यो, ऊ ठिक। उसैलाई आज जनताको गुनासो लिएर पालिका जान भेट्न नपाउँदा आज उनै ठिक। उसले हिजो कुनै नेताले प्रश्न उत्तर नदिँदा निकुञ्ज भन्यो, उनै ठिक। आज प्रश्नदेखि भाग्दैछ, उनै ठिक। 23-24मा मान्छे मारेर विध्वंस मचाएर देश आगो लगाएर आज जनता समूह आउन उहाँलाई कसले रोको? जनताको भलो चाहने भए जनता समूह आउनु पर्यो। यो मेरो प्रश्न विध्वंसकारी बालन शाहको लागि।